वेलकम वान्स अगेन। अब मैले आज चाहिँ यो भिडियो किन बनाएर राख्छु छु भन्दाखेरि धेरै स्टुडेन्टहरूले चाहिँ ड्यासबोर्ड आइसके पछाडि पनि अब हामी के गर्ने भन्नुको। अब यहाँनिर तपाईँहरूले के गर्न सक्नुहुन्छ भन्दाखेरि चाहिँ मेरोमा 2 इनरोल्ड कोर्सेस देखाइरहेछ। सो यो चाहिँ म 2टा कोर्समा इनरोल छु र 2 इनरोल्ड कोर्स देखाइरहेछ। अब यहाँ आइसके पछाडि लगइन गरेर ड्यासबोर्डमा आइसक्यौँ। अब हामीले टेस्ट चाहिँ कसरी दिने, कसरी हेर्ने भन्ने चाहिँ धेरैजनाले कन्फ्युजन राखिराख्नु भएको थियो। सो त्यसको लागि मैले यो भिडियो बनाइरहेको छु। सो यहाँ आएर तपाईँहरू माई प्याकेजमा जानु होला। त्यो पछाडि कोर्सेसमा क्लिक गर्नु होला है। कोर्सेसमा क्लिक गरे पछाडि यहाँनिर तपाईँहरूको कोर्स देखाउँछ, असाइन कोर्स देखाउँछ। यदि तपाईँहरू बिएससी हुनुहुन्छ भने बिएससी नर्सिङ लाइसेन्स एक्जाम प्रिपरेसन देखायो, पिसिएल हुनुहुन्छ भने पिसिएलको देखाउला। अनि त्यस पछाडि अरू कुनै हुनुहुन्छ बिएनएससीको हुनुहुन्छ भने तपाईँहरू जुन कोर्समा इनरोल्ड हुनुभएको छ त्यही कोर्स चाहिँ यहाँनिर देखाउँछ है। कन्टिन्यू गर्नुलाई यसलाई कन्टिन्यू गरे पछाडि बिएससी नर्सिङ भनेर यहाँ आयो। आफ्टर द्याट तपाईँले करिकुलममा जानुभयो भने यहाँनिर हामीले करिकुलमहरू राखेको छौँ, त्यो पनि हेर्न सक्नुहुन्छ। अनि टेस्टमा आइसके पछाडि चाहिँ तपाईँहरूले यहाँ देख्नुहुन्छ फुल मक टेस्ट, डेली मक टेस्ट देख्नुहुन्छ। डेली मक टेस्ट भनेको चाहिँ तपाईँहरूले डेली बेसिसमा पाउने 50 मार्क्सको हो है। मैले सुरुमा तपाईँलाई यहीँ क्लिक गरेर देखाएँ, यहाँ क्लिक गर्नु ल। सो यहाँदेखि आएपछि तपाईँहरूले कोर्सको नम्बरहरू देख्नुहुन्छ। हेर्दै जाँदाखेरि अनि तपाईँहरूले आजको डेट सबैले हेर्नु। यहाँ अब आज चाहिँ 10 तारिक हो। अब यो टेस्ट चाहिँ आज कति बजी सुरु हुँदैछ त भनेर यहाँ टाइम दिएको छ। जुलाई 10 को चाहिँ 5 बजी टेस्ट सुरु हुन्छ भनेको छ। कति घन्टा पछाडि? 4 घन्टा 35 मिनट पछाडि चाहिँ यो टेस्ट सुरु हुने रहेछ। सो तपाईँहरूले के ख्याल गर्नु पर्यो भन्दाखेरि तपाईँहरूको टेस्ट चाहिँ यो टेस्ट चाहिँ कतिखेर सुरु भयो, ठ्याक्कै जुन टाइममा सुरु हुँदैछ त्यही टाइममा तपाईँहरूले टेस्ट दिनु होला। यो टेस्ट चाहिँ 5 बजीदेखि 6 बजीसम्म 1 घन्टाको टेस्ट हुन्छ। अगाडि पछाडि चाहिँ तपाईँले दिन मिल्दैन है, त्यो चाहिँ ख्याल गर्नु होला। तपाईँले आफ्नो टाइममा चाहिँ तपाईँको टेस्ट सबमिट गर्नु होला। यो भयो डेली मक टेस्टको है। अब फुल मक टेस्टमा पनि त्यस्तै छ। फुल मक टेस्टमा पनि हेर्नु होला, यहाँनिर कहिले स्टार्ट हुन्छ भनेर स्टार्टिङ डेट लेखिदिइरहेको छ, अरू बेला गर्नु हुँदैन। सो अब भोलि 11 तारिकमा चाहिँ हाम्रो टेस्ट परिरहेछ भनेपछि जुलाई 11 मा 5 बजीदेखि। अब यो त फुल मक टेस्ट त 2 घन्टाको हुन्छ भने चाहिँ 5 बजीदेखि 6 बजी 7 बजीसम्म चाहिँ तपाईँले के गर्नुपर्छ, यो टेस्ट दिइसकेको हुनुपर्छ। 5 बजी इन्ट्री हुने अनि तपाईँले 6-7 बजीसम्म तपाईँले टेस्ट दिइसकेको हुनुपर्नेछ है। यहाँ हेर्नु होला। सो अब अरू फर्दर केही कन्फ्युजन छ भने पनि मलाई डाइरेक्ट मेसेज गरेर सोध्न सक्नुहुन्छ है तपाईँहरूले।